नमस्कार सबैमा। आज चाहिँ म यो भोजपुर जिल्लाको प्रसिद्ध मार्ग पदमार्ग जसलाई मुन्दुम पदमार्ग भनिन्छ त्यो पदमार्गको यात्रा गर्दैछु। प्राय जसो हामीले चाहिँ अहिलेसम्म मैले बुझेअनुसार देखेअनुसार चाहिँ धेरै जसो मानिसहरूले जसले यात्रा गर्छ उहाँहरूले चाहिँ चखेवा भन्ने ठाउँबाट यात्रा गर्नुहुँदो रहेछ। चखेवाबाट हाँसपोखरी पुग्ने अनि हाँसपोखरीबाट फेरि चखेवा हुँदै फर्किने क्रम देखियो धेरैको। त्यही भएर मैले चाहिँ अलिक फरक र यो चाहिँ रियल पहिला जुन ट्रेल भनेर छानिएको छ त्यही ट्रेल जस्तो भोजपुरबाट अहिले म बागखोर भन्ने ठाउँमा आएको छु। यहाँबाट चाहिँ अब यसो खाजा खाएर हामी माथि एक राते हुँदै र अरू ठाउँ हुँदै बेलुकासम्ममा लगभग हाँसपोखरी पुगिन्छ। यहाँबाट 20.5 किलोमिटरको यात्रा गर्नेछु मैले, जुन 8 घन्टादेखि 10 घन्टा जति लाग्नेछ। अहिले बिहानको लगभग 7 जति बज्यो। खाजा खाएर अब यहाँबाट यात्रा सुरु गर्नेछु। बिचमा केही पनि खानेकुराहरू पाइँदैन, मसँग 2-4वटा कुराहरू बोकेको छु। यही खाजा खाएर चाहिँ अगाडि बढ्नेछु। म बिचको भिडियोहरू आज अबको भिडियोहरूमा तपाईँहरूलाई म मुन्दुम ट्रेलको बारेमा सम्पूर्ण जानकारी यो भिडियो मार्फत गराउनेछु। किप यु पोस्टेड। स्पट चाहिँ यही हो, यहीँबाट ठ्याक्कै सुरु भयो। यहाँ भाइ क्षितिज भाइ हुनुहुन्छ, भोजपुरमा उहाँको होटल छ, वहीँ होटलमा बसेको थिएँ। भाइले मलाई धेरै सहयोग गर्नुभयो, यहाँसम्म बाइकमा पनि ल्याइदिनु भयो मलाई हालेर। अब यहाँबाट म यात्रा गर्दैछु। भाइले मलाई सुरक्षाको निमित्त के अरे भाइ कुरा सुरक्षाको सो माई नेम इज क्षितिज राई अनि म भोजपुरकै अहिले बसोबास गर्दैछु। प्लस म पनि सानोतिनो भिडियोहरू बनाउँछु अनि यसरी बाहिरदेखि घुम्न आउनेहरूलाई चाहिँ यहाँनिर तपाईँहरूलाई हल्का भए पनि सहयोग गर्नु पाउँदाखेरि चाहिँ मन खुसी लाग्यो। अब प्लस तपाईँ एक्लै हुनुहुन्छ, त्यही भएर अब लामो बाटो हिँड्दाखेरि तपाईँसँग केही न केही औजार त हुनैपर्छ होइन। बाटोमा के हुनसक्छ भन्न सकिँदैन, जनरलहरूको पनि डर हुनसक्छ होइन। हजुर, अनि त्यही भएर सुरक्षाको लागि चाहिँ तपाईँलाई चाहिँ म धेरै चाहिँ होइन, यो मसँग यो छ, यो चाहिँ हजुरलाई खुकुरी, हजुर यो खुकुरी अनि यसलाई चक्कु नै भन्छ होइन, तर हल्का साइजमा ठुलो छ। तपाईँलाई यो चाहिँ भरसक तपाईँको सुरक्षा होस् भनेर तपाईँलाई दिँदैछ। धन्यवाद धेरै भाइ होइन। खुकुरी पनि काम लाग्ने भयो। I need to find a good stick. What is good stick here? Is it? Here, that stick. जङ्गलको बाटो हिँड्नु छ होइन। यो बाटो हिँड्ने क्रममा एक्लै छु, जीव जन्तु पनि लाग्न सक्छ। त्यो भएको कारणले यो लट्ठी बोकिराख्यो भने यो सेफ्टी, वकिङलाई सेफ्टी पनि भयो। दिस इज होइन। त्यहाँबाट आइभ गट दिस वान, सो आइभ गट इनफ सेल्फ डिफेन्स। मसँग सेल्फ डिफेन्स चाहिँ डर छ, कहिलेकाहीँ लागिहाल्यो भने भालु लाग्छ अरे, ठिकै छ। लागिहाल्यो भने वाट क्यान आई डु इज ट्राई माई बेस्ट टु फाइट एन्ड विन द भालु। This is it guys, right? Well, life, one lesson I learned about my life is walk as much as you can. जति सकिन्छ हिँडौँ। हिँड्दाखेरि चाहिँ एक त फिजिकल फिटनेस सँगसँगै मेन्टल फिटनेस पनि रहने भएको कारणले इट्स भेरी गुड फर योर हेल्थ। Keep walking, keep running, keep hiking, keep trekking. Enjoy your life, guys.
Hot, very hot. I have these two things. I'm cold. Cold also, hot also. ल मुन्दुम पदमार्ग अन्तर्गत हिँड्ने क्रममा सबैभन्दा पहिलो गुराँसको फुल अथवा गुराँसको बोट भेट भयो, देखा पर्यो। ब्युटिफुल। यात्रा रमाइलो छ, अप्ठ्यारो छैन, सजिलो छ, तर मान्छे चाहिँ कोही भेटिँदैन। लगभग मान्छे चाहिँ कोही नभेटिँदो रहेछ। My breakfast. I'll have this one. हैन, यसलाई चाहिँ अब मैले मलाई थाहा थियो, आई न्यू द्याट खानेकुराहरू पाइँदैन बाटोमा भन्ने कुरा। सो आई हेभ क्यारिड हनी। पोखिनु चाहिँ पोखिएछ, तर अब छ होला नि त अलिअलि त। Good source of calories, you know. Double lot हालिदिनुपर्छ। यो हनी चाहिँ इज फ्रम माई प्योर हनी, इज फ्रम माई ससुराली हैन। ससुराली घरमा चाहिँ हनी छ, सो त्यो हनी चाहिँ म कहिलेकाहीँ लिएर हिँड्छु। दिस इज ए हेभी ब्रेकफास्ट। Wow. It's closed. ल अचम्म भयो।
What is it? के भयो यो त पहाडको धारा हो कसरी अटोमेटिकली बन्द भयो अमेजिङ मैले जस्तो बोतलमा पानी भरे त्यस्तै ठ्याक्क सकिने बित्तिकै बन्द भयो दाजु के छ खबर म मुन्दुम पदमार्गमै छु त्यही बाटोमा छु नि म है यो धाराको पानी अचम्म भयो त बन्द भयो ठ्याक्क होइन अहिले आइरहेको थिएँ मजाले अनि फेरि ठ्याक्क बन्द भयो क्या ल दाइसँग ठ्याक्क यात्राको क्रममा भेट भयो दाइको घरमा म चौरीको दुध है दाइ चौरीको दुधको चिया कि दुधै हो दुधै खानुपर्ने भयो अब हेलो मिस्टर किशोर भट्टराई यु आर गोइङ टु ट्राई द मिल्क अफ याक याक ट्रेल आउँदैछ गाडी आउने बाटो चाहिँ कहाँसम्म छ खै गाडीको त यसो उता यो हिमालङपट्टिबाट उता छिराउँछ भन्छ खै कता कता लान्छ तपाईँ चाहिँ उता झर्नुहुन्न कता तलतिर भोजपुरतिर म झर्छु त्यति बेला गाउँमा तपाईँको चाहिँ गोठ यहाँ मेरो गुटीमा यो सबै गोठ है दाइ ओके के भन्छ यो ठाउँलाई ठ्याक्कै एक राते ओके अघि मैले अघि सुरुमा भिडियोमा पनि मेन्सन गरेको थियो एक रातै भनेर तर ठ्याक्कै हामी एक रातै ठाउँ राम्रो छ एकदमै होइन हावापानी मिलेको हावापानी मिलेको हजुर अनि सौन्दर्यले भरिपूर्ण होइन अब गुराँसहरू फुल्नु थाल्यो अँ अनि त्यसले गर्दा गुराँस फुलेपछि यो त स्वर्ग जत्तिकै देखिन्छ नि यहाँ त धेरै खाले बुलुहरू फुलेर ढकमक्क भइएको छ होइन म हेर्छु पानी थाप्नु हुँदै रहेछ अनि यहाँ जोडेर फेरि भए पानी चाहिन्छ आइज भाले आइज लोकल भाले हो लोकल भाले नि त यहाँको हजुर भालेलाई म यसो खानेकुरा दिन्छु नि आइज ल कमेन आइज ओहो भेरी फ्रेन्डली ल खा 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 अझै मोर वा ए त्यो के बुझ्नु खान्छ कति आनन्दको ठाउँ है दाइ त्यसले त्यो खानै सिकेको रहेन कि होइन र पनि यसो टेस्ट गर्छ नि चौरीको दुध नि दाइ यो नयाँ चौरीको दुध ओहो दाइले ल्याइदिनु भयो पच्छ नि दाइ प्रोटिन यति पचिन्छ यति पच्छ है वाउ म त आफैलाई पनि कस्तो लागिरहेको आफै विश्वास लागिरहेको छैन क्या वेयर आई एम म कहाँ छु यार अनबिलिभेबल आइ एम गोइङ टु टेस्ट इट तपाईँलाई यसले गर्दाखेरि जस उकालो हिँड्नु सक्ने पावर यसले मलाई पुऱ्याउँछ माथि धेरै डाइट आई क्यान्ट इमेजिन लडाइ म भित्रै आउँदैछु ओहो यो चाहिँ आगो नि दाइ ल मलाई त यहाँभन्दा खुसी लाग्ने ठाउँै छैन क्या ओहो दाइ यो चाहिँ सुत्ने गर्ने होइन म दुधिया राख्छु ल ब्याग राख्छु ल पहिला आगो छ यहाँ मस्त बलेको है ल हेर्नुहोस् त यो चाहिँ सोलर है दाइ त्यहाँ हामीलाई अब यो बत्ती यहाँ हिजो लिएर आएको तलबाटै घरबाट जोडेको
बाटो बन्दैछ दाइ मुन्दुम ट्रेल होइन ऊ माथिबाट चाहिँ डाँडा ढुङ्गा निकालेको त्यहाँ माथिबाट चाहिँ तल एक राति भन्ने ठाउँसम्म त रहेछ होइन ठिकै छ बन्दै रहेछ अब हिउँदमा त केही प्रब्लम छैन बर्खामा चाहिँ अलिकति समस्या रहेछ ल हामी लब यही होला गोठ स्टे अब 4 बजी आइपुग्यौँ सच अ ब्युटिफुल प्लेस I'll rest for 2 minutes and then अहिले त ठ्याक्कै घाम बादलले छेकेर अलिकति अँध्यारो जस्तो देखिएको छ ल होमस्टे चाहिँ अगाडि देखिरहेको हो अब यहाँ को हुनुहुन्छ द प्लेस सिम्स टु बी एब्सोल्युटली ब्युटिफुल होइन यहाँ त बन्द छ हेलो को हुनुहुन्छ कोही हुनुहुन्छ पाला लागेको छ यहाँ त गाइज यहाँ पनि छ एउटा कोही न कोही त हुनुपर्छ होला हेलो यो त खाली छ जस्तो छ घर है हेलो दाइ गोठ स्टे यो अगाडिको होइन यो ओके ल यो होइन योभन्दा अलिकति अगाडि पर देखिरहेको ठाउँको रहेछ अब चाहिँ फाइनल्ली हो आइपुगेकै हो अब चाहिँ म पक्का भने भोटे कुकुरहरू भाउ गरेर रहेछ Hello. Oh, that looks dangerous. No, come on, man. I won't touch. No problem. Get on. हजुर म बागखोरबाट आएको झापाको गणेश दाइले भन्नुभएको थियो मलाई यहीँ हो समयमै आइपुगेँ म बिहान 8:30 मा हिँडेको ल 15 किलोमिटर भए पनि धेरै हिँडेँ मेरो लागि होइन धेरै न्यानो ठाउँमा आइपुग्यो दिदीको घर यस्तो रहेछ हो ल दिदी गोठको बसाइ मेरो गोठ स्टे मुन्दुमको गोठ स्टे दिदीको शुभ नाम रिता राई के भनेर चिनिन्छ गोठ स्टेलाई मुन्दुम गोठ स्टे कोही पनि आउँदा नबिर्सिनु होला हाम्रो रिता दिदीको गोठ स्टेमा ल ठिक छ मलाई आउँछ के स्वादले खाइन्छ होला भने अब सबैजना आफ्नो धुनमा
पनि आफ्नो नाममा बाख्खरबाट उकालो लागेपछि बिच बाटोमा केही खानेकुरा पाइँदैन। त्यो भएको कारणले सबैले बोकेर आउनुपर्ने रहेछ खानेकुरा चाहिँ। यहाँसम्म त्यस्तो धेरै पनि केही नबोक्नुपर्ने, सामान्य यसो खाजा खानेकुराहरू आफैले यसो चाउचाउ साउचाउ नट्सहरू चक्लेटहरू बोक्दाखेरि भइहाल्छ। म चाहिँ बाटो हराएको अवस्थामा यहाँबाट हिमालय रेन्जहरू यस्तो राम्रो देखिरहेको छ है, यति राम्रो देखिरहेको छ, सो ब्युटिफुल। तर द प्रब्लम इज मैले बाटै हराएँ। सनराइज पिक हेर्न जाने, सनराइज पोइन्ट हेर्न जाने ठाउँमै हराएँ। कहाँ आइपुगेँ होइन, सबै भित्ता छ हो। ट्रेल फलो गर्नु भएर पठाएको, ट्रेल त फलो गरेँ, ट्रेल सानो छ। अब यहाँबाट यो ट्रेल मलाई जान्छ कि जाँदैन जस्तो लाग्यो क्या हुँदो। इट्स अ प्रब्लम। चाहिँ नियरली पुग्न आँटेको जस्तो देखिन्छ। यहाँ त ट्रेलै छैन क्या, बाटै छैन। यसो अनुसार काटेर हिँड्नुपर्ने रहेछ। कोही साथी भएको थियो भने इट वाज डिफिकल्ट टु जज होइन। मुन राइज हेर्नु होला, मुन हेर्नु, ठ्याक्क मुन पनि देखेको छ। यताबाट हिमालयजहरू सर्लक्क, सनराइजको बेला पनि अब ठ्याक्कै भयो। अब ल हेर्नुहोस्, हिमालय रेन्ज त ठक 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 देखिँदैछ। तर मेरो पुग्ने डेस्टिनेसन चाहिँ अझै पनि टाढै छ जस्तो छ। गाह्रो छ नि हो, गाह्रो छ। कताबाट हो? ऊ त्यहाँ माथि एउटा घर त छ। Can I follow them? भ्यू पोइन्टबाट झर्ने क्रममा यहाँ गोठमा आइपुगेँ म। चौरीहरू देख्न सकिन्छ, यहाँ गोठ देख्न सकिन्छ। दाइ यो चाहिँ चौरी गोठ है? यो तपाईँकै गोठ हो दाइ है? कतिवटा जति चौरी पाल्नु भएको छ यहाँ अहिले? 28-30वटा। यसले चाहिँ हान्छ? हेर्दैछ हेर्दैछ हेर्दैछ। यो हिमालय रिजनतिर रहने चौरी गोठ भनेको यही हो। मैले जसरी गोठमा अहिलेसम्म यसरी छिरेको थिएन। यो चाहिँ लगभग फर्स्ट टाइम यो पालि चाहिँ मैले 2-4वटा गोठ हेरेँ। भित्र के रहेछ गोठभित्र यसो हेरौँ है त। अँध्यारो अँध्यारो छ। यहाँ आगो बलिरहेको छ। खानेकुराहरू माथि, सुत्ने ठाउँ यहाँ छ। डोकोसोको, रेनकोटहरू सबै कुरा रहेछ यहाँ। पानीको व्यवस्थापन भनेपछि यो गोठ चाहिँ दाइ तपाईँको सरिरहेको छ? 2-3 महिना एक ठाउँ बस्यो। अनि के कारणले सर्ने चाहिँ? चरनको कारणले कि यो घाँस पुग्दैन त्यो भएर कुदाइराख्नु पर्यो नि? तपाईँको चाहिँ मेन चाहिँ माथिको हो? तपाईँको शुभ नाम के हो? टेम्बा शेर्पा। ए तपाईँ यहीँको स्थानीय वासी है? मैले चाहिँ बाटो भुलेछु भनेपछि होइन? अब अघि जुन बाटो आयो त्यही बाटो उकालो चढ्नु पर्ने भयो भनेको 1-1.5 घन्टा उकालो चढ्नु पर्ने भयो। लगभग बर्बाद भयो भनौँ न।
अब नचढिकन पनि नरहने अवस्था रह्यो चढ्नै पर्ने भयो हजुर बाध्यता भइगयो ठिकै छ अब चढ्छु मैले के फरक पर्दैन ब्युटिफुल प्लेस राम्रो छ एकदमै वेदर राम्रो छ अब लाइफ चाहिँ यहाँको अलिकति डिफिकल्टै प्रब्लमै छ होला जस्तो लाग्छ यस्तो ठाउँमा होइन तर पनि ल दाइ म अब फर्किन्छु त्यसो भनेपछि ल ल अहिलेकै बाटो नि ल ल ल दाइ धन्यवाद पानी सानी खाइयो है ल ल दिदी बल्ल बल्ल आइपुग्यो है टपमा पुगेँ त्यहाँबाट म त गलत बाटो झरेछु क्या त्यो सिँढीको बाटो झरेँ म त त्यताबाट होला आउने बाटो भनेर बिहान आउँदा म देख्दै देखिने बाटो अनि तल टेम्पो कि कसको गोठमा पुगेछु आज मुन्दुम पदमार्गको दोस्रो दिन हिजो आएर चाहिँ म यो मुन्दुम गोठ स्टेमा बसेको थिएँ यहाँ रिता दिदीको यो गोठ स्टे हो दिदीलाई धेरै धेरै धन्यवाद साह्रै मिठो खाना खुवाउनु भयो एकदमै राम्रो खाना खुवाउनु भयो हजुर हजुर एकदम राम्रो लाग्यो मलाई भित्र पनि एकदम कोजी न्यानो तातो जाडोमा चिसो चाहिँ बाहिर एकदम चिसो छ है सबैलाई मैले भन्न चाहेँ आउँदाखेरि यहाँ बस्ने गरी आउनुभयो भने चाहिँ यहाँ टेन्टहरू अरू सबैको सुविधा पनि छ होइन दिदी टेन्टहरूदेखि लिएर 150 मान्छे अट्न सक्ने क्षमता भएको छ यो ठाउँ र ठाउँ पनि एकदम रमाइलो छ आज चाहिँ अब म चाहिँ यहाँबाट लगभग 11 बज्यो होला अब चखेवासम्मको यात्रामा निस्किनेछु अरू भिडियोहरू तपाईँहरूलाई म पोस्टेड गरिराख्नेछु है त This is the beauty of Mundum Trail. Like these people are coming. Horses.
यो साइड लागि बाटो छोडिदिएको हो घोडाले यहाँबाट अहिले कहाँबाट हिँडेको बिहान हामी तल भोजपुर कहाँबाट हिँडेको हामी सखैबाट हिँडेको ओ त्यो टुप्पो छ नि हो ओ त्यो टुप्पो उतापट्टिको सबैभन्दा परको त्योदेखि मन्दिरपट्टि हुन्छ अर्को चोसो छ नि सानो हो त्यहाँनिर चकेवादेखि धोतुरेको माथिसम्म मात्रै हो होइन नि मन्दिम ट्रेल त खासमा त म त उहाँबाट आएको हिजो उहाँबाट हो सर्किट छ क्या यसको मैले सर्किट हाने मान्छे चाहिँ प्रायः जसो चखेवाबाट त्यहीँ आदि महिम पुग्ने अनि फर्किने गर्छ मैले चाहिँ सर्किट गरेँ हो क्या हामी गएको मुन्डुम ट्रायल नै हो नि यो धोत्रे भन्ने ठाउँ कति टाढा छ हौ आइपुग्यो यहाँबाट अब चखेवा हिँड्नलाई कति समय लाग्छ चखेवा त धेरै लाग्छ पुग्छु म बेलुकासम्ममा 3 बजे पुगिन्छ अलिक थाकेको पनि छु थाक्नु चाहिँ धेरै हिँडेर आज माथि भ्यू पोइन्ट जाने भए अनि भ्यू पोइन्टबाट सर्टकट छिरेको अर्कै ठाउँ पुगेको छु क्या 1.5 घन्टा तल हिँडेर अनि माथि आउनुलाई 2 घन्टा जति लाग्यो अनि त्यहाँबाट हिँड्दा थाकेँ क्या अनि त्यही भएर पुगिन्छ भने त अब जानुपर्छ 3 घन्टा हिँड्दा पुगिन्छ है सरसरी हिँड्दा चखेवा पुग्नु पर्ने हो यो तल देखिरहेको घर अथवा गाउँ भनौँ न यसलाई धोद्रे भनिन्छ म अलिक ढिलै नै भयो जस्तो लाग्यो 3 बजे लगभग अब यहाँबाट 3 घन्टा हिँड्दाखेरि म चखेवा पुग्छु कि पुग्दिनँ भन्ने कुरा हो किनभने बिचमा बस्ने ठाउँ काहीँ पनि छैन अब कि मैले हिँड्न सक्नु पऱ्यो कि म यहीँ बस्नु पऱ्यो अब त्यो म त्यहाँ तल पुग्छु र त्यहाँ स्थानीयसँग बुझ्छु के रहेछ कुरा अनि म त्यही अनुसारको डिसिजन लिन्छु अब यहाँ यसो तातो पानी चिया खाएर अनि सल्लाह गरेर म अगाडि बढ्छु सम्भवतः म जानै पर्छ आज अब यहाँ 3 बज्दैछ अरू 3 घन्टा भनेको 6 बजी उज्यालै हुन्छ होइन ढिलै भयो 1.5 घन्टा 2 घन्टा ढिलै भयो भने पनि बत्ती बालेर भए पनि जाउँला न दिदी यसो चिया तातो पानी खान पाइन्छ तातो पानी त छैन भाइ अहिले नुहाएको पानी छोडिदियो हजुर तातो पानी त बसाएको छैन कि अहिले नानी नुहाएँ ए कहाँ पाइन्छ होला यहाँ तातो पानी त छैन बनाउनै पर्छ मतलब घरमा जानु माथिल्लो घरमा अहिले म ठ्याक्कै धोद्रेमा छु धोद्रे इज स्टिल ब्युटिफुल तर कोही मान्छे मलाई रियल इन्फर्मेसन दिने मान्छे नि मैले भेटाउन सकिनँ सो आई डिसाइडेड माइ सेल्फ आइ एम गोइङ टु वक डजन्ट म्याटर हाउ लङ इट टेक्स इट सेज कति भनेको छ भने 10 किलोमिटर 4 घन्टा 30 मिनट भनेको अहिले 3 बज्यो 4 5 6 7 7:30 8 okay let's see 5 hours for me if I have to walk
लगभग 5 बज्यो अझ 2 घन्टा हिँड्न बाँकी छ यो चाहिँ मेरो अन्तिम क्यालोरिज यो खाएर चाहिँ म सास नफेरेको 2 घन्टा